दर्शकवृन्द नमस्कार। आज बडादशीको 5औं दिन हिन्दू धर्मावलम्बीहरूले देवी स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिरहेका छन्। देवी स्कन्द माता भगवान कार्तिकेयको आमा तथा ज्ञान र कर्म शक्तिकी प्रतीक मानिन्छन्। 4 हात भएकी स्कन्द माता सिंहमा सवार रहन्छन् र सूर्य जस्तै देदीप्यमान वर्णकी अधिष्ठात्री देवी हुन्। काखमा बालरूपी कार्तिकेयलाई राखीकी यी देवीले भक्तजनलाई ममता, शक्ति र सफलता प्रदान गर्ने विश्वास गरिन्छ। पूजा अघि काठको चौकोसमा प्रतिमा स्थापना गरी गंगाजल वा गोमूत्रले शुद्धिकरण गरिन्छ। त्यसपछि कलश स्थापना, नवग्रह, 16 मातृका, सप्तघृत मातृका लगायत देवताको आह्वान गरिन्छ। व्रत संकल्पपछि वैदिक र दुर्गा सप्तशती मन्त्रद्वारा देवीको षोडशोपचार पूजा गरिन्छ। चन्दन, पुष्प, बेलपत्र, धूप, दीप, फलफूल, पान, दक्षिणा लगायत अर्पण गरी अन्त्यमा आरती र प्रसाद वितरणसँगै पूजा सम्पन्न गरिन्छ। देवी स्कन्द माताको उपासना गर्दा ज्ञान, विवेक र शक्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ। ब्रेकिङ नेपाल न्युजका लागि दिपेन्द्र शाह, विराटनगर।